हेलो नमस्ते 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 सबैजनालाई म जीवी च्यानलबाट आइपुगेको छु तपाईँहरू सामु आज एउटा गाउँको नौलो तथा नयाँ नयाँ त के भन्ने पुरानो चिज हो तर गाउँमा बसेर मान्छेले के गर्न सकिन्छ भन्ने किसिमको एउटा हाम्रो गाउँकै हाम्रो दाजुले गर्नुभएको एउटा कृषिमूलक कामहरू जहाँ उहाँले एक गाउँ दुई गाउँ तिन गाउँ चार पाँच गाउँलाई एउटा घरमा बसेर काम गरेर कृषि गरेर खाना पुर्याउनु भएको छ भन्ने कुरा जानकारीमूलक एक भिडियो लिएर हजुरहरू सामुमा आइसकेको छु। आजको भिडियोमा म यसै कृषि सम्बन्धित र कसले कृषि गर्नुभएको छ भनेर उहाँलाई पनि देखाउने कोसिस गरिरहेको छु र आशा छ मेरो भिडियो मन पराइदिनु भयो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न बिर्सिनु हुने छैन। ल अब मैले के देखाउँछु त भन्दा ल यहाँ छ सेबी। ल हेर्नुहोस् त एउटै बारीमा हामीले के गर्न सकिन्छ भने यहाँ छ उहाँले हिउँदे सेबी भनेर लाउनु भएको छ। यो सेबीको बुट्टा हो, यो पनि सेबी हो, यहाँ सेबी छ है। अनि यस्तै गरी यसको बगलमै फेरि सानो ठाउँमा उहाँले लसुन लाउनु भएको छ। ल हेर्नुहोस् यस्तो मिठो लसुन, यो राम्रो उन्नत जातको गाउँको दबाई औषधिमूलक लसुन हो भनेर लाउनु भएको छ। फेरि यहाँ अलि पहिला अलिकति प्याज लाउनु भएको छ जहाँ यो उत्पादन हुने बेला भइसकेको छ। फेरि अझै त्यसपछि फेरि यहाँ फेरि प्याज लाउनु भएको छ, यो अलि ढिलो अनि अझै ढिलो उत्पादनको लागि यहाँ लगाउनु भएको उहाँ लगाउनु भएको छ है। अनि अब अरू पनि देखाउँछु मैले, पक्नुहोस् है। ल हेर्नुहोस् त्यस्तै गरी यहाँ लसुनहरू यहाँ टनाटन छ। यहाँ टन्नै आलु थियो, आलुको मैले भिडियो बनाउनु भ्याएन, त्यतिखेर म सायद यहाँ आउनु भ्याएन, त्यस कारणले गर्दा यहाँ टनाटन आलु थियो। यहाँ टनाटन आलु थियो, त्यो आलु पनि उहाँले खनिसक्नु भएको छ, निकालिसकेको अवस्था छ। त्यस्तै गरी यहाँ फेरि लसुन छ, त्यहाँ पियाज छ, यहाँ सम्पो छ, यहाँ बन्दा छ पुरै। ल हेर्नुहोस् यहाँ बन्दाहरू छ, यहाँ यो पुरै बन्दा थियो। यहाँ काउलीहरू थियो, टनाटन थियो, त्यो पनि सबै उहाँलाई निकालिसक्नु भएको छ। अब नयाँ तरकारीहरूको लागि सुरु गरिसक्नु भएको छ, बेरुवा पार्नु भएको छ, त्यो पनि देखाउने छु। यो टमाटर थियो, यो टमाटर अहिले सुकिसक्यो, अब फेरि नयाँ टमाटर उत्पादनको लागि कता बिरुवा पार्नु भएको छ, त्यो पनि म देखाउने छु तपाईँहरूलाई। ल यो भयो। अनि यहाँ यो केराउ, ल हेर्नुहोस् यो केराउहरू हुन्, कोही अलिक सानो फल्छ, कोही ठुलो फल्छ, कोही बिस्तारै फल्छ, कोही ढिलो फल्छ, कोही चाँडो फल्छ। विभिन्न किसिमका तरकारीहरू सानो ठाउँमा पनि लगाएर गरेर उहाँले उन्नत गरेर हामीलाई समेत हाम्रो पुरै यो एरियाको गाउँमा बिरुवादेखि लिएर तपाईँको तरकारीसम्म आवश्यकता पर्दा उहाँले पुर्याइरहनु भएको छ। धेरै वर्ष भइसक्यो, धेरै पुरानो, कमसेकम उहाँले यहीँ बसी गर्न थाल्नुभएको कति भयो भन्ने कुरा अहिले उहाँसँगै मैले सोध्नेछु। ल हेर्नुहोस् यहाँ मटरहरू छ, यहाँ केराउहरू छ, यहाँ टनाटन छ। अब यहाँ भन्नै परेन, यो ऊ बनाउनु भएको थियो, यहाँ यो टनल बनाउनु भएको थियो टमाटरहरूको लागि। त्यस्तै गरी रमाइलो छ। ल अब मैले उहाँसँग यसो सोध्छु, कुराकानी गर्छु, कसरी गर्नुहुन्छ, के गर्नुहुन्छ, बिउ कस्तो खालको ल्याउनुहुन्छ भनेर। त्यति धेरै बोल्नुहुन्न तर काम गर्नुहुन्छ एकदम धेरै, तर मिठो राम्रो रमाइलो हुनुहुन्छ। गाउँमा एकदम तरकारी खुवाइराख्नु भएको छ है त। यो उन्नत जात फलाउने दाजु हुनुहुन्छ उहाँ, हामीले विशेष गरेर उहाँलाई काइला दाई भनेर गाउँमा चिन्छ। उहाँको नाम हो खुमानन्द बस्याल। खुमानन्द बस्याल हो, उहाँलाई हामीले गाउँमा पुरानो समयदेखि नै काइला दाई भन्छ। मैले उहाँसँग केही कुरो सोध्ने छु। अनि दाई नमस्ते। अनि हजुरले यत्रो खेती गर्नुभएको छ, यत्रो तरकारीहरू विभिन्न किसिमको चिजहरू फलाउनु भएको छ, कतिखेर भ्याउनुहुन्छ, के गरेर भ्याउनुहुन्छ र कसरी गर्नुहुन्छ नि? यो मात्रै गरे त कति हुन्थ्यो हड्डिया पनि पाल्ने हो। वर्षको अब 2 लाखका भैँसी पनि बेची भ्याएँ, अब बाख्रा बेचेँ, अबै गरेँ। अब खेतीपाती गर्नुपर्छ, धान अब 40-50 मुरी धान ठन्क्याउँछु, अब त्यो पनि गर्नु पर्यो। यसो फुर्सद हुँदा गर्ने मात्रै हो या तरकारीहरू। ल हेर्नुहोस् उहाँले फुर्सद हुँदा मात्रै गरेर तरकारीहरूबाटै। ऊ भैँसी छ नि, यहाँ भैँसी गोठामा छन्, मैले भैँसी देखाउँछु। उहाँको गोठमा भैँसी छन्, सालमा 2टा भैँसी बेच्नुहुन्छ उहाँले। 1-1 लाखभन्दा माथि पार्नुहुन्छ। यहाँका लोकल भैँसी भनेपछि आफै बुझ्नुहोस् गाउँमा बसेर के गर्न सकिन्छ त भन्ने कुरा जानकारी दिँदैछु। अनि अझै तपाईँले यो भैँसी भयो, यो गोठ बनाउनु भएको छ, टनाटन बनाउनु भएको छ। यहाँ फेरि यहाँ भान्टाहरू, फलफुलहरू, कागतीहरू, हेर्नुहोस् यहाँ भर्खर बिरुवा पार्नु भएको छ। ल हेर्नुहोस् यी कोलबेडाका बिरुवा फेरि उत्पादन गराउन थाल्नु भएको छ। यी पनि उत्पादन हुन्छ हामीलाई नै हो। यहाँ फेरि यहाँ बन्दाहरू यता उचाल्छ, यता भान्टादेखि लिएर लुर्कीहरू उचाल्छ। ल
आजलाई मैले धेरै लामो भिडियो बनाउन चाहिनँ। धेरै चिज छ, मैले बिस्तारै उहाँका केराको खेतीको देखाउँछु, उहाँको अन्य खेतीहरूको देखाउँछु, सबै चिजको देखाउँछु। र अहिलेलाई मैले आजलाई यति छोटो मिठो 4-5 मिनटको भिडियो बनाएर तपाईँहरू सामु ल्याउने प्रयत्न मात्रै गरेको छु। मैले धेरै दिन भयो भिडियो हाल्न पाएको थिइनँ, होल्डमा थिएँ। मैले के भिडियो बनाऊँ भनेर सोचेको थिएँ, भिडियो हाल्न पनि पाएको थिइनँ तपाईँहरू सामु। तर अब आजबाट मैले कन्टिन्यू तपाईँहरूलाई एउटा भिडियो दिनको लङ भिडियो दिन्छु, सर्ट भिडियोहरू मेरो पनि हेरिदिनु होला भन्दै यो भिडियोलाई पनि माया गरिदिनु होला, च्यानल सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, अनि कमेन्ट र लाइक गर्न नबिर्सिनु होला भन्दै अन्य भिडियोहरू पनि मेरो वाच गरिदिनु भन्दै आजलाई मेरो भिडियोबाट बिदा लिन्छु। हस्त ओके, बाई बाई, सी यू नेक्स्ट टाइम। तपाईँहरूको आफ्नै प्यारो मान्छे छेलुङ्गा सेकेन्ड आइडी जिवी च्यानलबाट। बाई 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 बाई।